नमस्ते सबैजनालाई। हामी चाहिँ जाँदैछौँ पोखरा। हाम्रो कुल पूजा छ पोखरामा। सो हामी सबै परिवार चाहिँ पोखरा जाँदैछौँ अहिले। अनि नेपालमा शनिबार बिदा, शनिबार आइतबार बिदा पनि भइरहेछ। अनि ठ्याक्कै कुल पूजा पनि जुर्यो होइन। अनि हामी जाँदैछौँ पोखरा। यस्तो गर्मी थियो है बच्चाहरूलाई लिएर हिँड्दा। ए भगवान्, तर एसीवाला गाडी भएर त ठिकै थियो। बाहिर झर्दा त लास्टै गर्मी नि टाउकै घुमाउने के। त्यसपछि आइपुग्यो हाम्रो घर। अनि बा आउनु भएको थियो नि तल जानु भएको थियो। बा अनि सानीलाई बोकेर 22 जानुभयो। त्यसपछि म रेडी भएँ भोलिपल्ट पूजामा जानको लागि। कस्तो देख्यो मलाई गाइज। म मम्मीलाई कुर्दै थिएँ। मम्मीले माथि अलिकति तयार गर्दै आउँदै हुनुहुन्थ्यो। अनि दुईवटा बच्चाहरू मम्मी हामी लाग्यौँ। अलिकति ढिला भयो कि हामी पुग्दा त निस्किँदा घरबाट। यसरी चाहिँ हाम्रो पूजा हुन्छ। करिब 100 घर बानिया हुनुहुन्थ्यो क्या। हामी बानियाहरू बानिया बन्धु कुल पूजा 2083। अनि हाम्रो पूजामा चाहिँ सबै महिलाहरूले कपाल छोड्नुपर्छ। अनि चप्पल त लाउनै भएन, सबैजनाले खुल्नु नै भएको छ होइन। अनि यसरी हाम्रो धामी चाहिँ आगोमा उहाँ थियो भन्नै आएन मलाई। गोल बनाएको थियो आगोको। अनि त्यो आगोमा हिँड्दै हुनुहुन्थ्यो क्या। अनि म त अलिक टाढा थियो, राम्रोसँग खिच्नु पनि पाइनँ मैले। मेरो लागि चाहिँ फर्स्ट टाइम हो यो। पहिला चाहिँ म त्यो प्रेग्नेन्ट भएर पनि म आउन पाएको थिइनँ। अनि मेरो लागि चाहिँ सबै फर्स्ट टाइम हो। मम्मी अनि सानो छोरी, त्यसपछि म र अनि ठुलो छोरी। भगवान्को डोली थियो, त्यहाँभित्र चाहिँ भगवान् हुनुहुन्थ्यो। सबैजनाले क्या अब किनभने अब पूजामा बलि दिन्छ नि, त्यही भएर सबैले तरवारहरू अनि के बोकेर गइरहनु भएको थियो। हाम्रो मन्दिर चाहिँ खोलाको किनार भन्दा अलिकति यता छ, जो खोला देख्न पाइन्छ क्या। त्यहाँबाट खिचेको चाहिँ छैन यसमा। यस्तो गर्मीमा त्यो पिच यति धेरै तातेको गाइस, पुरै खुट्टा पोलेर पुरै तातेको पिच। सोच्नु न कस्तो होला यो कालो पिच त्यसमा हिँड्दा। अनि फाइनली हामी चाहिँ मन्दिरसम्मै आइपुग्यौँ। भगवान्लाई डोलीमा राखेर यहाँ चाहिँ आउँदैछु पछाडि पछाडि कान्छो छोरीलाई बोकेर। उहाँ बस्नु यहीँ विराजमान आरु गर्नु त्यो दिनमा चाहिँ राखिन्छ। अनि पूजा सिद्धिपछि चाहिँ फेरि हामीले घरमै उहाँ हाम्रो धामीज्यूको घरमै लगेर चाहिँ हाम्रो मूर्ति हाम्रो भगवान्लाई लगेर राख्छौँ। हाम्रो कुल मन्दिर कुल देवी। मेरो ससुराबा सम्पूर्ण बानीहरूलाई चाहिँ यहीँबाटै आफ्नो कुलदेवीलाई हेर्नु होला है। कसैले यदि जान पाउनु भएन भने ढोका ढोका भन्दैछु कि ऊ चाहिँ अलमल्लेर यताउता हेरेर बस्छु। ढोका भनिरहेको छु, यता र उता हेर्दै बस्ने बच्चा त हो। नाचगान कार्यक्रम पनि चलिरहेको छ यहाँ मजाले। म चाहिँ नाचिनँ लाज लागेर। अनि हाम्रो प्रसादीहरू बन्दै थियो। पुवा, खिर अनि तरकारी थियो, सिमी र काउलीको तरकारी थियो। मिठो भएको थियो। बिहानबाट केही खाँदैन अनि दिउँसोसम्म हुँदा त है। अनि यस्तो मिठो लागेको थियो कि त्यो खानेकुराहरू। जय जय। सबै बलि दिन लिएर आएको बोकाहरू। जय मा जाल्पा देवी। अनि प्रसादी चाहिँ प्याकिङ गरेर अब घरमा पनि कोही छुट्नु भएको छ भने खाना आउनलाई त्यहाँ लिएर जानु बनाउनु भएको थियो। राम्रो थियो सबै व्यवस्थाहरू। मम्मी अनि
आद्विका स्याने उहाँहरूले चाहिँ पछि खानुभयो मैले त भोक लाएर मैले र अनि मेरो बुढाले चाहिँ खाइहाल्यौँ है अनि मम्मीले ल तिम्रो खाउन त तातो बिचमा दौडिँदै आएर यति तातो थियो कि म खुट्टा नै पलपला जस्तो भएको थियो कि दौडी आइरहेको थियो भोलिपल्ट गाइस घर फर्किने बेला भयो जम्मा 3 दिनको लागि थियो हाम्रो यात्रा त्यही पनि उनी चाहिँ निस्केर खेल्दै छिन् अझै गाडीमा हामी चढ्यौँ त्यसपछि यात्रा सरर हरियाली हाम्रो नेपाल हरियो वन नेपालको धान होइन गाइस खोला नाला सम्पूर्णले भरिपूर्ण हाम्रो देश यतिको बेरसम्म मेरो बकबक सुनिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद अनि मन परेमा मेरो भिडियो लाइक सेयर अनि सब्सक्राइब गरिदिनु न यार मेहनत गरिरहेको छु म तपाईँहरूले देख्नु